डबल क्लिन्स गर के बहिनी, डबल क्लिन्स गर्ने गर, बानी बसाऊ। सुरुमा चाहिँ ओइल बेस्ड क्लिन्जरले मुखमा भएको जति सबै मेकअपहरू, फोहोरहरू, डटहरू सब निकाल। घाँटीतिर स्किन केयर गर्छौ भने घाँटीतिर पनि सबै सनाकसुनुक सफा गर, पानीले मुख धो होइन। किनभने हामीले चाहिँ के हुन्छ दिउँसोभरि अब त्यो मेकअप लगाएको हुन्छ, स्किन केयर गरे हुन्छ, बाहिर गइन्छ, धुवा धुलो कति धेरै फेस गरे हुन्छ हाम्रो स्किनले होइन। त्यो भित्र छिरो भयो भने त ओहो राम्रो हुँदैन के बहिनी। त्यत्रो महँगो महँगो सेरम, सनस्क्रिम, मोइस्चराइजर लगायौ अनि तिमीले डबल क्लिन्स गरेनौ भने त केही फाइदै छैन के। डबल क्लिन्स गर, सुरुमा ओइल बेस्ड क्लिन्जरले चाहिँ गर, अनि त्यस पछाडि तिमी के गर, तिमीलाई जुन फेस वास अथवा क्लिन्जर सुट गर्छ त्यही गर। सस्तो भए पनि गर, तर गर्न चाहिँ गर है। आफ्नो फेसको टेक केयर गर, अरूको फेस देखेर ओहो मात्रै भनेर हुँदैन। बुझ्यौ बहिनी?